हजुरहरूले कहिले घरमा रेस्टुरेन्ट भन्दा मिठो मोमो बनाएर खानु भएको छ? छैन भने यो भिडियो हेरेर बनाएर खानुहोस्। आफूलाई चाहिने जति किमा लिनुहोस् अनि मसिनो गरेर प्याजलाई काटेर लिनुहोस्। बन्दागोपीलाई पनि काटेर लिनुहोस्। यसमा मैले थोरै प्याजको हरियो पात पनि काटेर राखेको छु। त्यसपछि अदुवा लसुनलाई मसिनो गरेर काटेर राख्नुहोस्। थिचेर पिसेर पनि राख्न सकिन्छ, तर काटेर राखेको स्वाद छुट्टै मिठो हुन्छ। त्यसपछि स्वाद अनुसार नुन अनि छुटाउने नहुने भनेको हाम्रो अजिनामोटो हो। अजिनामोटो स्वादको लागि प्रयोग गरिन्छ, नछुटाइकन राख्नुहोला। त्यसपछि मरिच राखेको छु मैले, अनि किमालाई पिरो गराउनको लागि मैले धुलो खुर्सानी पनि राखेको छु। छुटाउने नहुने मोमो मसालालाई मैले आधी माथिदेखि राखेर आधी चाहिँ तेलमा झानेको छु। त्यो गर्दा मिठो स्वाद आउँछ। त्यही भएर हजुरहरूले पनि यसरी नै